हेलो नमस्ते गुड मर्निङ सबैजनालाई। आज हामी फ्यामिली पिकनिक जाँदैछौँ तालतला या तर्रा। अब हाम्रो पिकनिक कस्तो हुन्छ सबै हल्का हल्का सानो सानो क्लिपहरू देखाउने छु तपाईँहरूलाई मेरो च्यानल आशिष श्रेष्ठ ब्लगमा। हो नानी रेडी? ल हाम्रो मिसेस श्रेष्ठ पनि रेडी, हाम्रो आइसना छोरी पनि रेडी। आमा कहाँ हो? हिमालय चढ्न जाँदा जस्तै भइरहेछ त आइसना। जाडो भयो? आई एम नट लाइक यु। बाहिरको मौसम कस्तो छ हेरौँ हेरौँ हेरौँ। वा अलिअलि खुल्दै रहेछ, अघि त उसु पुरा थियो। बाहिरको मौसम पनि हेर्नु लगा छन्, घाम उदाउन आँटेको छ। अब हामी जाँदैछौँ। हामी चाहिँ बसमा जाने, बाबा मामा चाहिँ स्कुटीमा आउनुहुन्छ। सामान प्याक भइसकेको छ। सामान प्याक भइसकेको छ। ब्याडमिन्टन, त्यसपछि तल चाहिँ खै लुगाको झोला छ। मौसम हेर्नु, ओ माई गॉड, त्यहाँ सनराइज हुँदैछ यार। त्यहाँनिर के भन्दैछ, माई रुम एन्ड देन मी। ओ माई गॉड, मेरो यो झडी छैन। Leave it. Okay, म तपाईँलाई एकछिनमा मिल्छु। ओके, यहाँ हामी बस इन्टरमा बसिरहेको छौँ। म मेन त बाबाले भन्नुभएको थियो जाने, तर के गर्नु त्यसले हेलमेट त बुल्नु नै हुन्छ। अनि एउटा हेलमेट लिनु जानुभएको छ। अब हेलमेट लिएर सोध्दै हुन्छ, त्यो माथि अब को हुन्छ, अनि सोध्दै हुन्छ क्या बस छिट्टै आउँछ भने चाहिँ यहीँ बस्छु म एक्लै होइन, अनि आउँदैन भने चाहिँ बाबा मामुले मलाई माथि नै पुऱ्याइदिनुहुन्छ अरे क्या। यस्तो यहाँ कुकुरहरू थियो फाइट गरेर आयो। शुभ बिहानी, गुड मर्निङ। अब हामी पिकनिक लागि जान आँटेको छौँ। तर के भयो भने हिजो बेलुका मैले तेल हाल्नु बिर्सेको थिएँ। अहिले तेल त छैन रहेछ। अब गाडी स्टार्ट भएन। अब तेल मगाइरहेको छु। तेल आएपछि तेल हालेर जाने। हेलो बुढे, के छ खबर? यहाँ सबैलाई कल गरिदिन्छु त्यो जानेहरूलाई रेडी भयो कि भएन भन्ने। त्यो उयो हो क्या हो, गाडी होइन नि? हुन नि सक्छ होइन नि, यो बेलले हाम्रो त हलेसी दर्शन हुन्छ होइन, अर्कै आउँछ हाम्रो। ल यो पेट्रोलै आइपुग्दैन त। पेट्रोल आइपुगेन, पेट्रोल पेट्रोल आइपुगेन। छोरी नआउँदैछन्। एक राउन्ड घुमेर कुकुरले एट्याक गर्न आँटिसकेको छ। हामीलाई पनि घामले एट्याक गर्छ। आज गर्मी हुन्छ होला। यता पनि पिकनिक छ, यो चाहिँ टोलको पिकनिक। हेलो हेलो। अनि भन कस्तो महसुस भइरहेछ आज पिकनिकको? यो त मम्मीको हो कि हो? मेरो ए हो, अस्ति मम्मी लगाएछ ज्याकेट। कुकुर ग्याङ फाइट हुँदैछ यहाँ। कुकुर त्यही बस आउनु आँट्यो अरे, त्यही भएर हामी निक्ल्यौँ हाम्रो सफारीमा। हामी जाँदैछौँ पानी ट्याङ्कीनेरि। सनराइज पनि भइसक्यो। आज टोल पिकनिक पनि रहेछ, तर हाम्रो त फ्यामिली पिकनिक थियो, त्यही भएर हामी त फ्यामिलीसँगै जाँदैछौँ। त्यसका बस कतिखेर आउँछ है कुनै थाहा छैन। आउनु आँटेको चाहिँ भन्दै थियो। यहाँ बसिराख्नु कि यहाँ बस्ने? यहीँ बसिराख्नु। अब अन्त हामी अब यहीँ बस्दै गर्ने। गाडी आउँछ।
अनि कति जाने बसलाई भेट गर्दैछु बाबा हेरौँ न कसरी आउनुहुन्छ कति हेलो हेलो अल अफ यु बाबाले पेट्रोल छैन भन्दै पनि त यहीँनिर छ फेरि बाबा आइसक्नु भएको छ अब गाडी चाहिँ आएको छैन अहिले एकछिनमा मिल्छ अब चाहिँ हामी माथि नै जाँदैछौँ किनकि गाडी आएन त्यही भएर छ क्या तल्लाई नै सुनाउने बेटा आज तोलको पनि पिकनिक रहेछ नि गाडी आएन त्यही भएर अब चाहिँ हामी नै माथि नै जाँदैछौँ कस्तो केही थाहा छैन गाडीलाई खोज्दै हिँड्दैछौँ हामी चाहिँ किन यहाँबाट लगेको लास्टमा चाहिँ त्यहाँ पनि के हुँदैन यसको अब गाडी हेर्नुपर्छ सक्छ छैन गाडी माथि नै छ है माथि नै छ ऊ माथि नै रहेछ लेट्सको कुहिरोले केही देखेको छैन होला सायद हामीले चाहिँ देखिसक्यौँ ओ बस यो हो र हले सिट होइन र हेलो अझ यहाँ गफ गर्दै हुनुहुन्छ हाम्रो गाडी ल आइसा चल हेलो हामी त स्कुल आइहाल्छ बाबाको मेरो होइन अनि अब हाम्रो पिकनिकको कतिजना भइसक्यो अनि सबैजना भइसक्यो एकछिन गुरुजी ल ए बाटो ल हेलो ल कहाँ चले ल हाम्रो फ्यामिलीको पिकनिक सुरु भयो है अब अरे ल हाम्रो यहाँ श्रेष्ठ परिवारको माइली र जेठी बुहारीले चाहिँ बन्दाकोपी चप बनाउन आँटेको छ यहाँ फोटोग्राफर हुनुहुन्छ हाम्रो फोटो प्लसको दिदी आजको बर्थडे गर्लको स्पोन्सर एक कार्टुन बियर अनि वाइन ल हौजीको टिकट काट्नु पर्यो हौजीको टिकट ल सबै पटे पर्छ त यहाँ हेरेको हेरे यो केटाकेटीहरू के खेलेको बुन्न लाग्छ ह्याप्पी पिकनिक यता ल भिडियो खिचेको ब्लगको लागि हो ल हामी यहाँ हेलो हाम्रो यहाँ चिलबिलहरू लेज खाँदैछ मलाई पनि देऊ अलिकति लेज देऊ खै देऊ न हौ के दिएको यो लेज यार कस्तो हुँदैछ मजा आउँदैछ कस्तो हुँदैछ म यहाँ पौडी खेल्न जाउँ यो हाम्रो दाल तौलाइया हाम्रो नानी ब्याडमिन्टन खेल्दै छिन् उता नान हाम्रो खेल्दैछन् पिकनिक टिमहरू ल
मिठो टास खेल्ने टिम पनि यहाँ खेल्दै हुन्छ 2 जना मात्र ला नो लाग्छ लाग्छ ल अब हाम्रो आजको पिकनिक यहीँ समापन भएको छ सबैजना रमाइलो गरेर आज रमाइलो भयो शनिबार कस्तो भयो रोहित साहब ग्रेट हौजी कस्तो भयो हौजी बाबा नेक्स्ट टाइम त दामी गर्छ अझै दामी गरिदियो नेक्स्ट टाइम अझै राम्रो गर्नुपर्छ खानपिन त त्यस्तै हो होइन आफै कुक होइन ल आजलाई यति नै बाई